पनौतीको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक हस्तकलालाई प्रवर्धन गर्ने, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रवर्धन तथा प्रचार प्रसार गर्ने उद्देश्यले चैते दशैँ तथा नववर्ष 2082 को पावन अवसरमा 2081 चैत्र 21 गतेदेखि 2082 वैशाख 3 गतेसम्म 14 दिने प्रथम पनौती सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ। उक्त मेलामा कृषि, घरेलु सामग्री लगायत व्यापारिक स्टल रहनेछन्। यसका साथै बालबालिकाहरूको मनोरञ्जनको लागि बाल उद्यानको समेत व्यवस्था गरिनेछ। प्रत्येक दिन राष्ट्रिय स्तरको कलाकार सम्मिलित सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनोरञ्जन प्रदान गरिनुका साथै जिल्लाभित्रका नवप्रतिभावान कलाकारहरूलाई विशेष प्राथमिकता दिइनेछ। चैत्र 21 गते विभिन्न स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, बाजा गाजा, मौलिक नाचसहित महोत्सवको समुद्घाटन समारोह गरिनेछ। यो मेला राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा हुनेछ भने पनौती उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आयोजना गर्न लागेको हो। व्यवस्थापनको जिम्मा संयुक्त नेपाल मेला महोत्सव ग्रुपले गर्नेछ। महोत्सवको संरक्षकमा पनौती वडा नम्बर 7 को कार्यालय रहनेछ। उद्घाटन गरेर हामी वैशाखको 2082 साल वैशाख 3 गतेसम्म यसै वडाको वार्ड नम्बर 7 कुशदेवी मार्गमा हामी महोत्सव सञ्चालन गर्नेछौँ र महोत्सवमा विभिन्न स्थानीय उत्पादन र घरेलु सामग्री सहितको स्थल विभिन्न जातिसँग सम्बन्धित विभिन्न खाद्य मिष्टान्न भोजनका परिकारका स्थलहरू र बाल मनोरञ्जनका लागि विभिन्न बालोत्थानका सामग्रीहरू समावेश गरेर हामी यो महोत्सवलाई सञ्चालन गर्दैछौँ। विभिन्न मेला महोत्सवमा बालोत्थानहरू इन्डियाबाट ल्याइने र यहाँको स्थानीयबाट चाहिँ जो बालोत्थानमा सङ्कलन भएको रकम इन्डिया जान्थ्यो। यसपालि हामीले यो बालोत्थानको धनी पनि नेपाली र सम्पूर्ण बालोत्थानमा चाहिँ काम गर्ने मजदुर पनि सम्पूर्ण नेपाली र यसको बालोत्थानमा जति पनि आम्दानी हुन्छ संस्थाले त्यो आम्दानी चाहिँ 46 गर्दै हामीले जुन प्राप्त गर्छौँ 40% हामीले पाउँछौँ र त्यो बालोत्थान सञ्चालकले पाउने पैसा पनि सम्पूर्ण नेपाली मजदुरहरूले लिने र त्यो धनराशि नेपालमै रहने कुरा पनि म जानकारी गराउन चाहन्छु। र आयोजक संस्थाले यो महोत्सवको सञ्चालन गर्नुको मूल उद्देश्य भनेको एउटा गीत सङ्गीतमा र संस्कृति संरक्षणसँग सम्बन्धित संस्कृति संरक्षणको लागि क्रियाशील लोक सांस्कृतिक प्रतिष्ठान यसको आयोजक संस्था भएको कारणले गर्दा यसको उद्देश्य भनेको हाम्रा मौलिक गीत सङ्गीत र संस्कृतिको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्नु नै यसको मूलभूत उद्देश्य हो। र सँगसँगै पनौतीमा रहेका मठ मन्दिर, कला संस्कृति र यहाँ लोकेर बसेका नवप्रतिभाहरूको चाहिँ यो महोत्सवले कम्तीमा पनि 2-4 भए पनि नवप्रतिभा कलाकारहरूलाई पनि हामीले स्थापित एउटा कलाकारको रूपमा चाहिँ हामीले महोत्सवमा एउटा स्टेज दिएर उहाँलाई चाहिँ अगाडि आउनुहुन्छ भन्ने पनि हामीले अपेक्षा लिएका छौँ। र हाम्रो आयोजक संस्था र व्यवस्थापकको छलफलले हामी यो महोत्सवभित्र विभिन्न प्रतियोगिताहरू गर्ने तर्फमा छौँ। अब छोटो समय छ, 10-12 दिनको तयारीमा हामी सकभर सकिन्छ लोक तथा दोहोरी प्रतियोगिता, नभए पनि लोक नृत्य प्रतियोगिता र सकिँदैन भने पनि एउटा एकल गायन प्रतियोगिता भए पनि यो महोत्सवभित्र गरेछौँ। र सम्पूर्ण पत्रकार मित्रहरूलाई हाम्रो तर्फबाट संस्थाको आयोजक व्यवस्थापकको तर्फबाट हामीले एउटा प्रेस विज्ञप्ति निकालेका छौँ। यहाँले प्रेस विज्ञप्ति हेरिदिनु होला। र बाँकी कुरा यो प्रेस विज्ञप्तिलाई कार्यक्रम सञ्चालक ज्यूलाई नै वाचन गर्न म अनुरोध गर्दै यहाँ सम्पूर्णलाई फेरि पनि हामीले स्वागत गर्न चाहन्छु। धन्यवाद। पनौती सांस्कृतिक तथा व्यापारिक महोत्सव 2081 सवाल राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नवराज प्रधान, यसै गरी पनौती उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोला सर, यसै गरी उद्योग वाणिज्य सङ्घका आफूहरू रहनुभएका सम्पूर्ण सदस्यज्यूहरू, उपाध्यक्ष, सचिव र यस कार्यक्रमलाई
सफलतापूर्वक सम्पन्न गर्नको लागि आज पत्रकार सम्मेलनमा उपस्थित हुनुभएका सम्पूर्ण सञ्चारकर्मीज्यूहरूलाई नमस्कार व्यक्त गर्न चाहन्छु। अब यो महोत्सव गर्नको लागि चाहिँ उहाँले धेरै समस्याहरू टिर्नु पऱ्यो होइन। एउटा यो आफ्नो पौडी नगरपालिकामा चाहिँ एउटा महोत्सव गर्ने भने चाहिँ उहाँले एउटा सानो कुरा चाहिँ राख्नु भएको थियो। यो सँगसँगै हामीले यो महोत्सव गर्न हुन्छ यहाँ फोनमै गर्नु भनेर हामीले चाहिँ उहाँलाई सुविधा गर्दा गर्दै पनि उहाँले चाहिँ धेरै समस्या पुर्याउँदै यो महोत्सवलाई चाहिँ गर्ने गरी नै अब लाग्नु अलिक गाह्रो हो होइन। जिल्ला प्रशासन कार्यालय सबैतिर सुविधा दिनुपर्ने होइन। उहाँलाई अलिकति असर भएको पनि हामीले महसुस गरेका छौँ। तापनि उहाँले अब धेरै समस्याहरूलाई सँगसँगै मिलाउँदै अब महोत्सव गर्न एउटा चाहिँ वातावरण बनाउनु हो। त्यसलाई पनि उहाँलाई धन्यवाद दिन चाहन्छु। अब यो महोत्सव मात्रै नभइकन होइन, यसले चाहिँ हाम्रो पौटीमा भएका सम्पदाहरू पौटीका विशेषताहरूलाई पनि बाहिर चाहिँ प्रचार गर्छ कि भन्ने हामीले महसुस गरेका छौँ। यो सँगसँगै हामीले हाम्रो यो पौडी नगरपालिकामा स्थानीय सरकारले होस्, सङ्घ संस्थाले, व्यक्तिले होस्, धेरै चाहिँ महिला दिदीबहिनीहरूलाई परेको क्षेत्र मानिन्छ। दक्षिणी भेग केही कार्यक्रमहरू ठुला कार्यक्रमहरू हुँदाखेरि धुली केन्द्र परेकामै सीमित हुन्छ र त्यतातिर केन्द्रित हुँदै गरिरहेको अवस्थामा पनौतीमा अलिकति भिडभाड र मेला महोत्सव जस्तो देखिनु पऱ्यो भने 12 वर्ष नै कुर्नुपर्छ, मगर मेला नै कुर्नुपर्छ। त्यसलाई चिर्दै यहाँहरूले पनौतीमा महोत्सव गर्ने एउटा हिम्मत र आँट गर्नुभएको छ। यसको सराहना गर्दै यहाँहरूलाई फेरि शुभकामना दिन चाहन्छु। पनौतीको पर्यटन प्रवर्धन र यहाँको स्थानीय उत्पादन प्रवर्धनमा यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्दछु। पनौतीमा पर्यटकहरूको आगमन कमी भइरहेको समयमा स्थानीय पर्यटकहरूको केन्द्र धुलीखेल र अन्य क्षेत्र पनि गर्दाखेरि पनौतीमा पनि तपाईँहरूले महोत्सव आयोजना गर्दाखेरि महोत्सव हेरेर जाउँ न भनेर जानेहरू पनि भोलिका दिनमा पनौतीमा आउन घुम्न र यहाँको प्रचार प्रसारमा यो महोत्सवले सघाउ पुग्नेछ भन्ने मैले विश्वास व्यक्त गरेको छु। यहाँलाई धन्यवाद पनि दिन चाहन्छु। यहाँहरूले बाहिरी घरायसी दैनिक उपभोग्य सामग्री अथवा लत्ता कपडाहरूको स्टलभन्दा बढी स्थानीय उत्पादनका स्टलहरूलाई बढी प्राथमिकता दिने चाहिँ घोषणा गर्नुभएको छ। यो व्यवहारमा पनि कार्यान्वयन होस्। बजारमा पाइने फेन्सी पसलमा पाइने कपडाहरू किन्नको लागि महोत्सवमा मान्छेहरू गइरहनु पर्दैन। धेरै व्यवसायी साथीहरू हामीले पनि गुनासो सुन्छौँ। महोत्सवमा त यो स्टल राखियो तर सामान बिकेन, किन भन्दा महोत्सवमा अब आफ्नो पसलबाट मित्र नवराज ढुङ्गानाजी र हाम्रो काफीबाग लगायत अरू यो लोक क्षेत्रमा राम्रो एउटा सङ्गीत क्षेत्रमा आफ्नो नाम स्थापित गर्नुभएको सानो केसीजी र हाम्रो यो कार्यक्रमलाई अथवा यो आयोजनालाई सहज रूपले सफल पारिदिनुको लागि जुन हामीलाई वातावरण बनाइदिने हाम्रो अध्यक्ष सल्लाहमा पनि हामीलाई साथ दिने हाम्रो उद्योग वाणिज्य सङ्घका उपाध्यक्षज्यू, सचिवज्यू र हाम्रो सदस्यज्यू लगायत सम्पूर्ण साथीहरू र